लाखको जग्गा 10 लाखको जग्गामा आइपुगेको छु है म। वहाँनिर के हेर्दै हुनुहुन्छ? आउनुहोस् त त्यहाँ गएर सोध्ने छु के हेर्दै हुनुहुन्छ। आउनु कुरा गरौँ। हेलो सर, के हेर्दै हुनुहुन्छ यसरी? म त सर यहाँ यो जग्गाको सर्वेक्षण गर्न आएको थिएँ। हजुर हजुर। सर पारी दाँतको लहर चाहिँ हिमाल बसेको रहेछ सर एकचोटि हिमालको भ्यू। जग्गा हेर्न छोडेर हिमाल हेर्न लाग्नु भएछ तपाईँ त के हो? यो जग्गाबाट त जग्गा त्यस्तै राम्रो, हिमाल झनै राम्रो देखिँदो रहेछ, त्यही भएर झनै राम्रो है। झनै राम्रो। ओहो, के छ सर जग्गा यस्तो राम्रो गर्दै हुनुहुन्छ यहाँ प्लटिङ हैन? हजुर गर्दै कति पैसामा दिँदै हुनुहुन्छ यो? यो त मात्रै 6 लाख रुपियाँ आना हो नि सर। 6 लाख आना? कति क्यास बोकेर आउँदा एउटा टुक्रा पास गर्न पाइन्छ? 8-10 लाख रुपियाँ बोकेर आउनु भयो नि एउटा 3.5-4 आनाको घडेरी हजुरको नाममा तुरुन्तै पास। जम्मा 8 देखि 10 लाख क्यास लिएर आयो भने 3.5 आना 4 आनाको टुक्रा पास हुन्छ। हजुर, ल ठिक छ सर, एकदमै राम्रो जानकारी राख्दै हुनुहुन्छ। कति रोपनीमा गर्न लाग्नु भएको छ यो? यो चाहिँ हाम्रो सबै गरेर 113 रोपनी छ। 113 रोपनी। अनि बाटो कति फुटे राखिदिनु भएको छ त नि? बाटो सबै ढलान 20 र 16 फिटे। 20 र 16 फुटे ढलानै हुन्छ। ढलानै खाने हुन्छ। पानीको सुविधा छ कि छैन? यहाँ जति पनि छ मूलको पानी मजाले नगरले दिएको एक घर एक धारा। नगरपालिकाले एउटा घडरीलाई एउटा धारो पानीको। एउटा घरलाई एउटा। अनि यो हाइवे बाटो देख्छु नि मैले त ठुलो अगाडि। यही हो बीपी हाइवे, यही देख्नुहुन्छ 2 मिनेट हिँडेर। हजुर, सटेको जग्गा। सटेको। अब हिमालको भ्यू त उहाँ अर्को सरले पनि भनिदिइहाल्नु भयो। यो टुरिज्म एरिया भने चाहिँ पनि सुन्थे नि, के छ यहाँ? छ नि यहाँ होटेल रिजोर्ट, नमोबुद्ध प्रसिद्ध धार्मिक स्थल नमोबुद्ध, अनि होटेल 5 स्टार रिजोर्टहरू सबै यही एरियामा हो। 5 स्टार तुलसीथान होटेल, हजुर, फुलबारी रिसोर्ट सबै नजिकै। यही नजिकै माथि। अब यहाँदेखि स्कुल, हस्पिटल, युनिभर्सिटी कति टाढा छ? स्कुल, युनिभर्सिटी, काठमाडौँ युनिभर्सिटी, हस्पिटल हजुरको 10 मिनेटको दूरीमा सबै कुराको एक्सेस पाउनुहुन्छ सर। 10 मिनेटमा जम्मा? 10 मिनेटमा। वरिपरि पछाडितिर घरहरू पनि देख्छु। यहाँ तुरुन्तै किनेर घर बनाएर बस्न मिल्छ कि मिल्दैन? मिल्छ। हाम्रो प्लानिङमै पनि घर बनिसकेको छ, बन्दै पनि छ र वरिपरि सबै बस्तीकै बिचमा यहाँहरूले देख्न सक्नुहुन्छ। बस्तीकै बिचमा है? बस्तीको बिचमा। ठ्याक्कै यसको लोकेसन खुलाइदिनुस् न। लोकेसन यो चाहिँ हजुरको नमोबुद्ध नगरपालिका वडा नम्बर 1 फुलबारी भन्छ। फुलबारी भन्छ है? हजुर। अब यहाँ 113 रोपनीमा त गर्न लाग्नु भएको छ, अझै जग्गा थप्ने कुरा छ नि, के हो? जग्गा 10-12 रोपनी त थपिसकेको छ। त्यसकै लागि चाहिँ थपिसक्नु आज सर्वेक्षण गर्न, यो नापजाप गर्न उहाँ सर आउनु भएको छ। उहाँले पनि एउटा टुक्रा लिँदै हुनुहुन्छ हामीसँग। एउटा टुक्रा लिँदै हुनुहुन्छ है? हजुरहरू पनि एकदमै ढिला नगर्नुहोस्, यो चाहिँ भट्टाभट गइरहेछ। जति बन्यो बिक्री भइहाल्यो, तुरुन्त बनिसकेको टुक्रा सबै गइसकेको तुरुन्तै पास हुन्छ कि हुँदैन? तुरुन्त त भोलि नै गर्न मिल्छ। भोलि नै पास गर्न मिल्छ है? फेरि पनि मूल्य भनिदिनुहोस् न, कति क्यास लिएर आउँदा एउटा टुक्रा पास गर्न सकिन्छ? मूल्य प्रति आना 6 लाख रुपियाँ। हजुरले 8 देखि 10 लाख रुपियाँ क्यास लिएर आउनु भयो भने एक टुक्रा जग्गा घडेरी पास गरेर लिएर गएर अरू बिस्तारै किस्तामा लोन बनाएर तिर्न सक्नुहुन्छ। ल एकदमै राम्रो जानकारी राख्नुहोस्। ल फेरि पनि धन्यवाद दिन चाहन्छु है त। ल सुनिहाल्नु भयो, अब ढिला गर्दै नगर्नुहोस्, अगाडि नम्बर छ, कन्ट्याक्ट गरिहाल्नुहोस्।